गुड मर्निङ है सबैजना आरामै हुनुहुन्छ भने आज गरेको छु म पनि ठिकै छु हैन हल्का रुवा चाहिँ लागिरहेको छ आजको भिडियो चाहिँ अलि इम्पोर्टेन्ट छ त्यही भएर चाहिँ पुरा हेर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जानु होला जति पनि रोमानिया आउने चाहनुहुन्छ हैन चाहनु हुँदैछ र एप्लाई गर्ने सोचमा हुनुहुन्छ रुवा लागिरहेछ नाक दुखिरहेछ हैन आजको भिडियो भनेको चाहिँ दिल्ली एम्बेसीमा चाहिँ तपाईहरुले चाहिँ भिसा रिजेक्ट हुने मुख्य कारणहरु चाहिँ के कारणले चाहिँ भिसा रिजेक्ट हुन्छ त हैन त्यसको बारेमा भनिदिन्छु कृपया पुरा भिडियो हेर्नु होला किनभने चाहिँ तपाईहरुलाई पनि पर्न सक्छ त्यस्तो कुराहरु हैन अनि भिसा रेसियो नि भनिदिन्छु म अनि क्वेशन एन्सर त तपाईहरुलाई थाहा नै छ अब मैले अलरेडी भिडियो नि बनाइसकेको छु अब तपाईहरुलाई चाहिँ मुख्य भिसा रिजेक्ट हुने कारण भनेको हैन 3-4 कारण छन् त्यो कारण भन्दा बाहिरी कारणले तपाईको भिसा रिजेक्ट हुँदैन ती कारण भनेको मेन कारण हो हैन त्यही हो चाहिँ भिडियोसम्म अन्तिमसम्म बन्नु होला हैन मेन कारण भनेको भिसा रिजेक्ट हुनुमा पहिलो कारण मेनमा भनेको चाहिँ पासपोर्ट तपाईको चाहिँ पासपोर्ट चाहिँ चेतियो अथवा पानीमा भिज्यो अथवा नबुझिने टाइपको भयो भनौं न तपाईको फोटो र जुन फोटोहरु नदेखिने अनि तपाईको डेट अफ बर्थको त्यो अब चेतियो अथवा तपाईको केही भयो भने चाहिँ तपाईको भिसा लाग्ने चान्स चाहिँ एकदम कम हुन्छ किनभने चाहिँ डकुमेन्ट चाहिँ पर्पल्ली चाहिन्छ है एम्बेसीमा चाहिँ चेक गर्छ राम्रोसँग चेक गर्छ डकुमेन्टहरु तपाईको यति केही नराम्रो भनौं न केही डेट अफ बर्थको केही मेटिएको छ अथवा तपाईको फोटोहरु नबुझिने टाइपको भएको छ चेतिएर पुरानो भएर केही भएर भने चाहिँ तपाईको भिसा नलाग्ने चान्स चाहिँ एकदम हाई हुन्छ हैन यसमा भिसा लाग्दैन भन्दा नि हुन्छ त्यही भएर तपाईहरुले चाहिँ आफ्नो पासपोर्टको चाहिँ राम्रोसँग केयर गर्नु होला दिल्ली एम्बेसी लिएर जाने बेलामा हैन तपाईले लानुपर्छ डकुमेन्टहरु सबै लिएर जानुपर्छ त्यही भएर चाहिँ नहराउनु होला हैन अनि पासपोर्टको नि केयर गर्नु होला यति पासपोर्टमा केही र डकुमेन्टमा एउटा कुरा अनि पासपोर्टमा अर्को डेट अफ बर्थ डकुमेन्टमा एउटा डेट अफ बर्थ भयो भने तपाईको भिसा लाग्दैन हैन त्यही भएर चाहिँ आफूले एकदम चेक गरेर नेपालबाट जाने बेलामा एकदम चेक गरेर एकदम पुरै सबै कुराहरु एकदम चेक गरेर जानु होला हैन अर्को कुरा छ तपाईको चाहिँ कम्पनी चाहिँ ब्ल्याक लिस्टमा पर्यो भने चाहिँ भिसा लाग्दैन त्यही भएर चाहिँ अलरेडी यहाँ रोमानियामा ब्ल्याक लिस्टमा परेको कम्पनी छ हैन त्यही कम्पनीको चाहिँ तपाईलाई चाहिँ अफर लेटर ओर पर्मिट अफर लेटर त केही म्याटर गर्दैन ओर पर्मिट आएको छ र त्यहीबाट सबै तपाईको डकुमेन्टै त्यही हो तपाईले इन्डिया गएर त्यही डकुमेन्टको इशारामा तपाईले इन्टरभ्यु दिने भने त्यो कारणले नि तपाईको 100% भिसा क्यान्सल हुन्छ ब्ल्याक लिस्ट भएको कम्पनीमा चाहिँ भिसा लाग्दैन त्यही भएर चाहिँ आफ्नो मेन पावरलाई सोध्नु होला हैन ब्ल्याक लिस्टमा परेको छ कि छैन यस्ता कुराहरु आफूले बुझ्न जरुरी छ ब्ल्याक लिस्टमा पर्यो भने त्यत्रो अब 1-2 वर्षको तपाईको मेहनत पुरै खेर जान्छ त्यही भएर चाहिँ कम्पनी चाहिँ एकचोटी मेन पावरलाई सोधेर नि आउँदाखेरि एकदम राम्रो हुन्छ त्यही ब्ल्याक लिस्टमा परेको छ कि छैन भन्न अनि अर्को तेस्रो मोस्ट इम्पोर्टेन्ट कुराहरु भनेको चाहिँ यदि तपाईले उले सोधेको क्वेशनको एन्सर दिन सक्नु भएन भने पनि तपाईको भिसा रिजेक्ट हुन्छ किनभने चाहिँ जस बेसिक कुराहरु चाहिँ तपाईले जान्नु पर्ने नै हुन्छ है अब नाम मात्रै भनेर हुँदैन त्यहाँ एमबेसीमा अलिअलि कुराहरु कम्पनीको नाम सोध्छ कुनै बेला पासपोर्ट नम्बर के हो तेरो भन्छ हैन त्यही भएर चाहिँ तपाईले चाहिँ आफूले त्यहाँ डकुमेन्टमा भएको कुराहरु चाहिँ हैन जसो तसो भएर घोक्नु नै पर्ने हुन्छ सबैलाई सोध्छ भन्ने छैन हैन तर कुनै कारणवश सोधियो भने तपाईलाई गाह्रो हुन्छ त हैन अब भन्न थाहा हुन्छ आफ्नो पासपोर्ट नम्बरहरु भयो कम्पनीको नाम भयो कुन कम्पनी त्यो कम्पनी कुन सिटीमा छ के काम के गर्छ त्यसले अनि हो त्यस्तो कुराहरु हुन्छ तपाईको अब भिसा रेसियो कुरा गर्नु पर्दा चाहिँ भिसा रेसियो एकदम राम्रो नै छ तपाईहरु नआत्तिनु होला अनि मोस्ट धेरै जनाले कमेन्ट गर्ने भनेको एउटा क्वेशन छ हैन के अरे दाइ मेरो यति टाइम भयो भिसा लागेको के अरे इन्टरभ्यु दिएको तर अहिलेसम्म पनि मेरो भिसा लागेन किन हो भन्नुहुन्छ भिसा तपाईको 3-4 दिनमै 4-5 दिनमै लागेको हुन्छ भिसा चाहिँ लाग्नलाई हैन तर तपाईको चाहिँ यहाँबाट चाहिँ जुनको रिजेक्ट हुन्छ त्यसको 2 दिनमै थाहा हुन्छ बेलुका आज बिहान इन्टरभ्यु दियो भने बेलुका थाहा हुन्छ है यदि रिजेक्ट भयो भने इमेलमा तपाईको रिजेक्ट भयो भनेर मेन पावरमा आइहाल्छ रिजेक्ट स्ट्याम्प लाग्यो भने 1 दिन पछाडी लाग्छ सिलेक्सन र रिजेक्सन भन्नेको सिलेक्ट र रिजेक्टको हान्छ स्ट्याम्प हान्छ रिजेक्ट हुनेको उतिखेर इमेल गरिदिन्छ के अरे सिलेक्ट हुनेको चाहिँ भिसा पछि लाएर आउने 2-4 दिन पछि भिसा लाग्ने हो तर चाहिँ तपाईहरुलाई चाहिँ के बुझ्नु भने तपाईलाई मेन पावरले नभनेको हुन सक्छ है यदि तपाईहरुको भिसा लाउन चाहिँ लागिसक्यो तर चाहिँ नभनेको हुन सक्छ के कारण हुन्छ त नभन्नु कारण भनेको चाहिँ तपाईको यता कम्पनीले अब यताको नबोलाएको टाइम हुन सक्छ केही समय पर्खी भनेको हुन सक्छ तपाईलाई भिसा लाग्यो डाइरेक्ट सुरुमै भिसा लाग्यो भन्ने भन्दा तपाईले भिसा लागिसक्यो अब कहिले उडाउँछ भनेर त्यसलाई अत्ताउनु हुन्छ भनेर नि तपाईलाई त्यसो भन्न सक्छ हैन भिसा चाहिँ लाग्न धेरै टाइम लाग्दैन तपाईको आज जसो आयो तपाईको इन्टरभ्यु दियो भोलिपल्ट पर्सिपल्टबाट तपाईको भिसा लाग्न सुरु हुन्छ भिसा टाइम लाग्छ
10 महिना 1 महिना 1.5 महिना त्यो भनेको एकदम बकवास हो। त्यो लाग्दै लाग्छ। तपाईँले के चेक गर्नु भने एकचोटि भिसा आइसकेपछि तपाईँले कुन तारिकमा इन्टरभ्यू दिएको र कुन तारिकमा भिसा लागेको छ त्यो पक्कै चेक गर्नु होला होइन। त्यही भएर चाहिँ भिसा रेसियो राम्रो छ नआत्तिनु होला, आफूलाई फुल्ली प्रिपेयर गरेर जानु होला र एमबेसीमा झुट चाहिँ बोल्दै नबोल्नु। तपाईँको भिसा रिजेक्ट हुनेमा त्यसको नि मुख्य हात हुन्छ। यदि तपाईँको डकुमेन्टमा जे छ त्यही बोल्नु भन्छु म। धेरै जसो मेन पावरले मैले बुझेअनुसारले सिङ्गल हो भन्ने भने चाहिँ भिसा लाग्दैन भनेर भन्नुहुन्छ होइन। त्यस्तो हुँदैन। सिङ्गल यहाँ अब म पनि सिङ्गलै हो, अब मेरो साथीहरू नि सबै लगभग सिङ्गलै आएको हो, अनम्यारिडै हो भनौँ न होइन। सबैजना सबैको भिसा लाएर आइयो होइन। त्यही भएर चाहिँ तपाईँहरू पनि सिङ्गल हुनुहुन्छ म्यारिड हो भनेर भिसा त्यो लाग्ने नलाग्ने भन्ने हुँदैन होइन। त्यही भएर चाहिँ तपाईँहरूले जे हो त्यही बोल्नु होला। अरूको लैमा लाएर छोराछोरी छ मेरो त बुढी छ भनेर त्यो पिटी नबोल्नु होला जस्तो लाग्छ मलाई होइन। अनि धेरैजनाले अब तपाईँको सेलेरी कति हुन्छ दाजु भनेर भन्नुभएको थियो। म सेलेरीको होइन अब सेलेरी आउने बेला नै भएछ। अब अलि पछि म तपाईँलाई सेलेरीको भिडियो नै बनाउँछु होइन। म तपाईँलाई कति आउँदो रहेछ त होइन। मेरो अब 15 दिन काम गरेको, मैले महिनामा काम गर्ने भनेको 15 दिन मात्रै हो है। 15 दिन हो मैले काम गर्ने भनेको। 12 घन्टा ड्युटी भनौँ न, 13 घन्टा हो, 1 घन्टा ब्रेक हुन्छ होइन। अरू घन्टा चाहिँ अब काम गर्नुपर्ने हुन्छ। अब शनिबार र शुक्रबार, शनिबार र आइतबार पऱ्यो भने चाहिँ 10 घन्टा ड्युटी हुन्छ, 1 घन्टा ब्रेक चाहिँ हुन्छ। त्यही पनि 9 घन्टा काम गर्नुपर्छ। अरू दिन चाहिँ 12 घन्टा काम गर्नुपर्ने हुन्छ। कामको भनेको चाहिँ बिहान 8 बजेबाट बेलुका 9 बजेसम्म हुन्छ मेरो ड्युटी। अरू नर्मल डेहरू, आज चाहिँ स्याटरडे हो त्यही भएर चाहिँ मेरो अब 8 बजेबाट स्टार्ट हुन्छ, बेलुका 6 बजे मेरो बिदा हुन्छ होइन। नर्मल भनेको त्यस्तै नै हो। अब किचन हेल्परमा पनि अब भन्नुपर्दा सबैलाई राम्रो हुन्छ भन्नु छैन। मेरो नि त्यस्तो राम्रो होइन तर ठिकै छ, त्यस्तो नराम्रो नि होइन। अब एक दिन काम गऱ्यो, एक दिन सुत्न पाएको छ होइन। अब 12 घन्टा ड्युटी भनेको त के हो त नि होइन। 12 घन्टा पुरै 12 घन्टा रट्टिनु त पर्दैन। अब ब्रेक हुन्छ, अब भनौँ न अब काम सकिएपछि फेरि बस्न मिल्छ होइन। आनन्दै छ, काम चाहिँ एकदम बवाल छ। तर काम अनुसारको पैसा चाहिँ हो ठिकै राम्रै हो, तर चाहिँ एकदम हाई सेलेरी एकदम धेरै होइन है। त्यो चाहिँ म सेलेरीको पनि भिडियो लिएर आउँछु होइन। अनि आज अब म पनि ड्युटी जानुपर्ने हुन्छ। मेरो लगातार 3 दिन काम भएछ, मामा बिरामी भएको भएर 3 दिन लगातार ड्युटी हानेको छु होइन। निद पनि लागिरहेको छ मलाई होइन। ल सी यू नेक्स्ट भ्लग। त्यसैको लागि जय श्रीराम जाए सबैजना, बाई सबैजना, टेक केयर। तपाईँहरू नआत्तिनु होला, भिसा लाग्छ, भिसा रेसियो राम्रो नै छ। दिल्ली एम्बेसी गएर हिचकिचाउन चाहिँ हुन्न, तपाईँहरू इन्टरभ्यू दिने बेलामा डराउनु हुँदैन होइन। मैले तपाईँलाई भनिदिइसकेँ मेन कारण भनेको तिनै हो, तपाईँको रिजेक्ट हुने भनेको कारण तिनै हो। अरू त्यस्तो खासै केही कारण हुँदैन। डकुमेन्ट नबिग्रिएर, पासपोर्ट नचेतिएर तपाईँको डकुमेन्ट सही छ, एकदम ठिक छ भने भिसा लाग्छ, डराउनु पर्दैन होइन। सी यू नेक्स्ट भ्लग। बाई है सबैजना, टेक केयर, बाई बाई सबैजना है।